हेलो गाइज नमस्कार। आज चाहिँ चैत 4 गते 2082 साल इङ्ग्लिस डेट भन्नुहुन्छ भने मार्च महिनाको 18 तारिक 2026 है। आजदेखि 1 महिना लगातार 30 दिनका लागि म यसरी नै भिडियो बनाउँछु र फेसबुक र युट्युबमा हाल्छु। म अहिले चाहिँ कोठामा छु। आज म भोलिदेखि बाहिर पब्लिकमा गएर बोलेर आफ्नो भिडियोहरू अपलोड गर्छु है। किन भन्नुहुन्छ भने मलाई आफूमै इम्प्रुभ गर्नु छ, ग्रो गर्नु छ नि त। अब म अहिले त कोठामा छु, बाहिर गएर मान्छेहरूको अगाडि बोले पछाडि अब अहिले एक्लै बोल्दा त म यसरी अलिक अकमक्किरहेको छु भने म बाहिर गएर आउटसाइडमा मान्छेहरूको अगाडि यसरी नै भिडियो बनाएर अपलोड गर्छु 30 दिन लगातार। यो जर्नीमा मलाई तपाईहरूले भरपुर साथ दिनुपर्छ र मलाई दिनुहुन्छ भन्ने आशा छ। म त्यत्तिकै बोल्न त जान्दिनँ नि त, त्यही भएर म अरूको अगाडि यत्तिकै भोलिउँदै पनि त्यति राम्रो केही हुँदैन। भोलिउँदै पनि यत्तिकै मलाई इम्प्रुभ गर्नका लागि म यसरी केही गर्दिनँ, क्यामेरा खोल्छु र यसरी बटङटङ जे मन लाग्छ त्यही बोल्दै हिँड्छु। मलाई पब्लिक स्पिकिङ अथवा मान्छेहरूको अगाडि यसरी बोल्नका लागि नलजाइकन प्रयास गर्नेछु। हस्, धन्यवाद।